भिडियो आज चाहिँ हामी बिहान कलेजतिरको यात्रा सुरु गर्दैछौँ। एकदम जाडो छ पोखरामा, देख्न सक्नुहुन्छ साथी एकदम चिसो गरिरहेको छ। त्यही हो गाइज, यो चाहिँ हामी कलेजतिर जाँदैछौँ। कविता बिजनेस खाएको साथी होइन, कपी नै पढेर आएको म त कहिले पुगाउँदिनँ क्या। तिमी आउँदै आएन अनि म पुरै आएन गाइज हुन्छ अँधेरो छ एकदम होइन। जस्तो पारामा तारा पनि लागेको छ। एकदम जाडो छ पोखरामा, हात पनि मोबाइल छ अन्त पनि जाडो भइरहेको छ। मलाई त भन्यो होइन तिमीले, मैले अहिलेसम्म तिमीलाई त भन्यो होइन, तिमीले मलाई त भन्यो मेरो चित्त दुख्यो। तिमी छिस्ती गर्थ्यौ अरे अनि मलाई किन भनेर अनि तिमीले मलाई नभनिकन छिस्ती गयो अरे। अनि कलेज जाने बेलामा चाहिँ म दिदी म फेरि अनि के अरे मोबाइल पनि खासै चलाएको थिएन नि त। अनि फेरि मलाई गाइज नभनिकन यिनी मलाई चाहिँ छोडेर एक्लै कलेज आउन बाध्य बनाएको नि त्यो अस्ति मलाई अँधेरोमा। अनि म एक्लै कलेज आएको यस्तो अँधेरोमा मलाई कसैले किड्न्याप मलाई मलाई यस्तो अँधेरोमा कसैले किड्न्याप गरेर लग्यो भने मैले क्या छु। यिनीहरूले मलाई नभनिकन यिनीहरू बिहानभरि सुत्ने, एउटी बिहानभरि सुत्ने, एउटी घर जाने यस्ता जग्गा यस्ता धोकेबाज छन् साथीहरू पनि। एकचोटि फोन गरेर म आउन्न, म घर गएँ भन्न नसक्ने। मेरो बाउमा पैसा थिएन र किन आउँ भन्नु गप्प पारेमा त्यो अहिले चाहिँ कलेजतिरको यात्रा देख्न सक्नुहुन्छ। एकदम जाडो छ, अँधेरो छ, यति गरी पढ्नु परिरहेको छ। चलेको अरे अहिले फेरि टाउको गलबन्दी हाल्न त लाज लाग्छ भन्दाखेरि अहिले चाहिँ गलबन्दी ओढेर आएको छ। अँधेरो जाडो ओ भाइ गड। आज चाहिँ मैले गलबन्दी नै नओढी किन आएको अवस्था त्यही हो। टक्क पारामा अरू प्रतीक्षा विदुषाहरू जाने कि भयो होला। त्यो गाइस देख्नु सक्नुहुन्छ। अब चाहिँ हामी 5 मिनट 6 मिनटतिरमा कलेज इक्जाम। ए 6 बजीबाट त स्पोर्ट्स हो कि अब है, सरले त्यही भन्दै हुनुहुन्छ। 6 बजी हो धमाका खेल्न भन्छ। इक्जाम स्पोर्ट्स भ्यास इक्जाम हो कि इक्जाम भ्यास स्पोर्ट्स हो थाहा छैन मलाई। इक्जाम भएन, इक्जाम सकिन्छ र घर जाने भनेको गाइस। इक्जाम नै आउँदै आएन, मलाई कस्तो घर जानु मन लाग्यो। एकदम जाडो कोहीको रहर छ, कोहीको बाध्यता हेरेन। यस्तो अङ्कल आन्टीहरू के बिहान बिहानमा कस्तो मर्निङ वाक गर्दै गर्दै हिँड्नुहुन्छ नि होइन। हामी खाँदै बोकेर हिँड्ने जस्तो हुन्छ जाडोले। कस्तो बिहान निस्दै नै नछोड्ने कि होइन, अलार्म बजे पनि बन्द गर्दै सुत्दै बन्द गर्दै सुत्दै म पनि त्यही बन्द गर्दै सुत्दै गर्छु। लोटौला राम्रोसँग हेरेर हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँ होइन अब केटाकेटीहरूको रहर हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। हो कि यो त के वाला थियो नि, गरिदिनु होला। Hello guys, welcome back to my new video. I made to this present pagoda. अब जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरियो। केटाकेटीहरूले आफ्नो इच्छाको लागि आफ्नो रहरले खोजेको युट्युब च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। धन्यवाद। धर्म हुन्छ ठ्याक्कै घोके जस्तो नै आयो त।
तिनको रोक्ने रे बाबा भनिन्छ नि एडिटिङ चाहिँ मलाई खासै आउँदैन त्यही पनि जस्ट म भिडियो मात्र बनाउँछु कहिले 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 होला यार यो कलेज लाइफ सकिने के म त अहिले 11 मा पढ्दै आँटिसकेँ जाडोले हो कि म आँटेको त गर्मीमा त के एकदम जाडो एकदम हुन्छ यहाँ चाहिँ कस्तो बिहान बिहानै अङ्कल आन्टीहरू आएर चाहिँ एकदम योगा मेडिटेसनहरू चाहिँ गर्नुहुँदो रहेछ यिनीहरूको फेरि छुट्टै दुनियाँ छ छुट्टै गफ छ यिनीहरूको मेरो छुट्टै छ तर आज एकदम जाडो भइरहेको छ मलाई किन हो किन नआउने सबै सन्ध्या र सिमरन चाहिँ कहिले कलेज छुट्याउँछ नि बिरामीलाई पनि आउँछ नि सन्ध्या त अझ टाउको मात्रै मैले तिमीलाई देखाएकै छैन किन आइगयो अलिक पेट दुख्ला फेरि अरे मेरो केटाहरू हामी कलेजको मान्छेको गाइडहरू छौँ गाइडहरू अरू विदेशको चाहिँ घुम्नु छ म त पहिला मेरो कलेजको होइन कलेजबाट कस्तो बोला पनि आएर के अरे म क्लास ब्लगमा कस्तो त्यो फुटबल त्यो ग्राउन्ड छ नि अरे त्यहाँभित्र चाहिँ कस्तो अरू चिठी बताइदियो क्या 50 रुपियाँ सविताले मलाई घुम्दाखेरि आइसकेको छौँ हामी हाम्रो कलेज छ दिस इज आवर क्यान्टिन सो फाइनली हामी कलेजतिर आइसकेको छौँ गाइजहरू देख्न सक्नुहुन्छ दिस इज आवर कलेज बाराई सेकेन्डरी स्कुल जहिले नि हामी एउटा यहाँ फ्याक्चर लाइन बस्छ नि क्लास बाहिर आइसकेको छु फाइनली गाइज हामी क्लासमा आइसकेको छौँ आयो भन्दा मेरो भ्लगमा भन्दै यो हुन् मेरा प्रिय सखीहरू हाल्ने होइन हाल्ने होइन लोक आज म जसरी पनि हालेरै छोड्छु युट्युबमा हालेको थिएँ अनि सब्सक्राइबर नै बढेन अनि त्यही भएर मैले फालिदिएको पुरै रिस उठेर बिजनेसको के थियो पढन दासहरू हेर्नुहोस् गाइस हामीभन्दा छिटो आएर यहाँ बसेर बसिरहेको छौँ तपाईँको बारेमा हेर्नु त हेलो हेलो Meet my friends. सो फाइनली गाइज मेरो भ्लगको चाहिँ एन्ड गर्नुपर्ने हुन्छ किनभने अब मैले कलेज आइसकेपछि पढ्नुपर्ने हुन्छ त्यसैले बाँकी कुरा अर्को भिडियोमा